सो हे गाइस, आज हम फेरि पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छौँ। आजको भिडियो रहेको छ हाइट एन्ड डिस्टेन्सबाट 26 नम्बर। एट अ फुट अफ अ माउन्टेन द एङ्गल अफ एलिभेसन्स अफ इट्स सुमित is 45 after ascending 1 kilometer towards the mountain up an inclinations of 30 degree. The elevation changes to 60 degree. Find the height of the mountain. Okay, केही यस प्रकार हाम्रो क्वेसन छ। सो गाइज हामी आइसकेको छौँ यहाँ क्वेसनतर्फ। क्वेसनमा के भनेको छ भने आफ्टर एउटा फुट अफ अ माउन्टेन, द्याट मिन्स एउटा म्यान छ, यहाँबाट यो माउन्टेन हो, एउटा यहाँ छ र यहाँबाट यहाँ यहाँबाट यहाँ 45 डिग्री छ है, र एउटा मान्छे छ जो 1 किलोमिटर यहाँबाट चढ्यो 30 डिग्री बनाएर, र यसबाट 1 किलोमिटर हिँडिसक्दा यहाँ एङ्गल बन्ने जुन छ त्यो बनिरहेछ 60 डिग्री। कुनै यस प्रकार हाम्रो क्वेसन छ र यस प्रकार कुनै फिगर बन्छ जसलाई हामी ए बी र सीले गर्छौँ। यहाँ फिगर अलि राम्रो बनेन, बुझ्नुपर्ने कुरा बुझ्नुपर्छ र म एकचोटि फेरि दोहोऱ्याइदिन्छु फिगर, किनभने फिगर बनायो भने हाम्रो 75% क्वेसन सल्भ भइहाल्छ। सबभन्दा पहिला एउटा म्यान छ जसले एउटा माउन्टेन हेऱ्यो 45 डिग्रीमा र त्यो 30 डिग्रीमा चल्न सुरु गर्यो, 1 किलोमिटर चल्यो र त्यताबाट हेर्दाखेरि 60 डिग्रीको यो माउन्टेन बनिरहेको छ। यहाँबाट यहाँ 1 किलोमिटर चल्यो र फिगर कुनै यस प्रकारको छ र हामी यसलाई गर्छौँ sin 30 यो निकाल्छौँ हामी p by b, p by h। सो x by 1 1 by 2 is equal to x, therefore यहाँ आयो 0.5 किलोमिटर, द्याट मिन्स यो पनि 0.5 किलोमिटर हुन्छ। यो हो हाइट अफ द, यो हामीलाई हाइट अफ द माउन्टेन निकाल्नु छ, द्याट मिन्स अब हामी यसलाई निकाल्छौँ। cos 30 is equal to y by b by h, 3 by 2 is equal to, that means you have √3/2। अब यहाँ के बुझ्नुपर्ने कुरा चाहिँ सुरुमा यसले कति डिग्रीको हेऱ्यो 45 डिग्री, द्याट मिन्स यसको यो हाइट र यो हाइट इक्वल हुन्छ, किनभने 45 डिग्री भएछ tan 45, यो छिटो नै बुझ्छ। त्यसैले के हुन्छ, यो इक्वल टु यो हुन्छ, द्याट मिन्स यदि हामीले यतिको यो निकाल्नु छ। सो गाइज कुनै यसको भ्यालु हुन्छ √3/2, अनि यहाँ एउटा मिस्टेकै भएको थियो भने यसलाई होइन, यो हाइट माउन्टेन त यहाँसम्म हुन्छ होइन। सो यो एउटा मिस्टेक भएको थियो, तर पनि केही होइन। यो tan 60 भनेको √3 p by b, p भनेको त यो त यति हो मात्रै होइन। त यसलाई हामी के मान्न सक्छौँ भने h माइनस 0.5 बाई b, p भनेको त यो यति हो, तर यो h, यो पुरै h भनेको त यो पुरै h पनि हो, किनभने tan 45 थियो। त यो h माइनस यो √3/2, यो √3/2 गऱ्यो भने यति आउँछ, यति भनेको त यो पनि हो नि, द्याट मिन्स h होल h माइनस √3/2, h माइनस √3/2 यति गर्दै गयो भने हाम्रो एन्सर निस्किन्छ कन्फर्म। सो मसँग क्यालकुलेटर आइसकेको छ, म भ्यालु हाल्छु।
root 3 by 2. Root 3 is equal to h minus 0.5 by h minus 0.86. root 3 को भ्यालु कुनै 0.86 आइरहेछ भने h root 3 h minus 0.86 is equal to h minus 0.5. यसलाई यताउता गऱ्यो भने h को भ्यालु आउँछ, h को भ्यालु आउँछ। अब ल यति नै, यति भइसक्यो। यति आफै गर्नु होला ल। थ्याङ्क यू। एन्सर